नमस्कार, जय प्रेम। म बोल्दैछु प्रेमवादी समीर यात्री। सधैँ झैँ आज पनि हजुरहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याओस् भन्ने उद्देश्यले एक अत्यन्तै मन छुने, हृदय हल्लाउने र जीवन परिवर्तन गर्ने कथा लिएर आएको छु। यदि हजुर हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नबिर्सनुहोला र सँगै रहेको बेल आइकन पनि दबाउनु नबिर्सनुहोस् ताकि हजुरले यस्तो प्रेरणादायक कथाहरू सबैभन्दा पहिले हेर्न पाउनुहुनेछ। साथै हजुरहरूलाई जानकारी गराउन चाहन्छु, यो कथा हाम्रो परम पूजनीय गुरु हजुरद्वारा रचित प्रेरणादायक कथा संग्रह भाग 1 बाट लिएको हो। दर्शकहरूले सहज रूपमा बुझ्न र जीवनमा अपनाउन सकुन् भन्ने उद्देश्यले मैले केही शब्द वा वाक्यलाई मात्र सरल रूपमा प्रस्तुत गरेको छु, तर कथाको मर्म र भावना सन्देश भने जस्ताको तस्तै राखेको छु। कथाको शीर्षक जाँड रक्सी। कहानी सुरु हुन्छ। एक दिन म शान्तिको सन्देश बोकेर गाउँ गाउँ घुम्दै थिएँ। मनमा एउटै इच्छा थियो, मानिसले जाँड रक्सी छोडुन्। यदि संस्कारको लागि प्रयोग गर्नै पर्यो भने पनि कम गरून्। मानिसको जीवन यात्रा शान्त होस्, परिवारमा प्रेम भाव जागोस्। दिक्तेल सदरमुकाम पुग्दा मेरो प्रवचन सुन्न सयौं मानिस आएको थिए। मैले भनिरहेको थिएँ, बडो दुःखको कुरा, हाम्रो संस्कारले जाँड रक्सीलाई स्थान दिएको छ, तर आजको परिवर्तित समयमा शान्ति र प्रेम र सद्बुद्धिको खातिर हामीले गलत चलन र कुसंस्कारलाई फेर्नै पर्छ। त्यति बेला मेरो सामु एउटा यस्तो घटना घट्यो जसले मलाई आज पनि सम्झाउँछ। एक आमा, एक परिश्रम, एक निर्दयी बानी। एउटा घरमा एक आमा बस्दै थिइन्। उनी बिहानैदेखि बेलुकासम्म काम, कसैको खेतमा, कसैको भान्सामा, कसैको गोठमा, जुनसुकै मेहनत किन नहोस्, परिवार पाल्नका लागि, बच्चाहरू पढाउनका लागि उहाँ दिनरात खटिरहनुहुन्थ्यो। अर्कोतर्फ बुवा भने बिहान उठ्ने बित्तिकै घर छोडेर गाउँतिर डुल्थे। जुवा, तास, झगडा अनि जाँड रक्सी। बेलुका फर्केर आउँदा मदिराले टिल्ल। भुइँमा खुट्टा उल्लो भित्ता र पल्लो भित्ता गर्दै बाबा घर आइपुग्नुहुन्छ अनि बाबाले भन्नुहुन्छ, खाना खोइ, आज किन पकाइनस्? आमाले बुझाउने प्रयास गरेपछि उल्टै आमालाई गाली गलौज गर्नुहुन्छ। बोल्नु हुने नहुने कुरा सबै बोल्नुहुन्छ। कहिलेकाहीँ आमालाई पिट्नु पनि हुन्छ। यस्तो वातावरणमा घरमा रोदन, बच्चामा डर र आमामा त पीडाको पहाड। दुःख चरममा पुगेको दिन। एक दिन आमा साह्रै बिरामी परिन्। टाउको भारी, ज्वरोले शरीर काप्ने, तर घरमा पैसा छैन। औषधि किन्नकै लागि पनि कसैसँग ऋण माग्नु पर्थ्यो। बिचारी आमा आफ्नो परिवारका लागि सकी नसकी दुःख गर्नुहुन्छ। त्यो पनि शरीरले साथ नदिँदा धेरै काम गर्न सक्नुहुन्न, तर बुवाको लागि, बच्चाको लागि सकी नसकी मेहनत गरिरहनुहुन्छ। एक दिन बुवा जाँडले टिल्लो भएर घर आए र खाना खोजे, तर चामल नै नभएपछि खाना कहाँबाट आउँछ? बच्चा पनि भोकै। आमाले बिम्ती बिसाउँछिन्, आज बिरामी छु, काम गर्न जान सकिन, बिम्ती छ, आज यस्तो नगर्नुहोस्। तर बुवाले त्यस बिम्ती सुन्ने चेष्टा नै गरेनन्। अचानक उहाँले चुलेसी समातेर आमामाथि प्रहार गरे। एउटै चोट रगतको खोला बग्यो। आमा भुइँमा ढल्नुभयो। एक शब्द पनि बोल्न नपाई उनी सदाको लागि संसार छोडेर गइन्। उनका दुधे बालक र सारा परिवार एकै क्षणमा अन्धकारमा डुब्यो। नैतिक शिक्षा। यो घटनाले के सिकाउँछ? जाँड रक्सी कहिले कसैको साथी हुँदैन। यसले घर तोड्छ, परिवार नष्ट गर्छ, मानिसहरूको सोच र चेत व्यवहार सबै बिगारिदिन्छ। जाँड रक्सीले हिंसा बढाउँछ, अपराध घटाउँछ र सम्बन्ध टुटाउँछ, आर्थिक सङ्कट बढाउँछ, मानवता नै मारिदिन्छ। संस्कारको नाममा यो थोरै भए पनि आज धेरै घटनाहरू यसैको कारण घटिरहेका छन्। त्यसैले आउँदो पुस्ताका लागि, हाम्रो स्वास्थ्यका लागि, परिवार र समाजका लागि जाँड रक्सी आजदेखि छोडौं। हाम्रो जीवन सुनौलो हुन्छ, बच्चाको भविष्य उज्यालो, घरमा प्रेम, मनमा शान्ति। यही हो परिवर्तनको बाटो। यो कथा हाम्रो परम पूजनीय गुरु हजुरद्वारा लेखिएको हो। प्रेरणादायक कथा संग्रह भाग 1 बाट लिएको हो। उहाँको कलमबाट निस्किने प्रत्येक शब्द हाम्रो जीवन परिवर्तन गर्ने शक्ति बनेको छ। सबैमा जय प्रेम, सबैमा शान्ति, सद्बुद्धि र सकारात्मक परिवर्तनको वर्षा होस्। हजुरहरूको घर परिवार सुख समृद्धि बनोस्। यदि यो कथा मन पर्यो भने लाइक, शेयर, कमेन्ट गर्न नबिर्सिनुहोला र हाम्रो च्यानलमा दिव्य ज्ञानको भण्डारलाई सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला। भोलि पनि यस्तै प्रेरणादायक कथा लिएर आउनेछु। त्यतिन्जेलका लागि बिदा दिनुहोस्। नमस्कार, जय प्रेम।